सब्जी पनि खाऊ न नि खानुपर्छ म यो हैन मेरो भाइ आलु सबै खाऊ के भयो रिसा त गर्नु नगर अहिले म सबै खाऊ म यो खुवाउँदा सबै खाने हो चिन्डु मम्मी फोकट्या कराउनुहुन्छ नि धेरैजनासँग बसेर खाँदा मिठो हुन्छ है नि म यहाँ बसेर खाऊ अझै भाइ अचार चिन्डु अचार खान्छ नि अझै भान्जो कस्तो भयो सानो खान्छ नि भान्जी कस्तो भयो मिठो के खानु भएको मैले रोटी सब्जी खाएको रोटी सब्जी मात्रै छ त्यहाँ अचार अचार पनि छ ठुली भान्जीले के खानु भएको माम मात्रै अचार दाल सब्जी यो भेटिनस् तैँले भाइ बोजू के खानु भएको हजुरले माम अचार सब्जी दाल छैन दाल सानी भान्जीले माम घिउ अनि अचार अनि सब्जी हो धेरै रहेछ त। मान्छे उता हेरी हेरी भन्छ त हाल्नु ठुली दिदीले के खानु भएको छैन खानु भएको मलाई दिएकै छैन तपाईँले के खानु भएको कान्छी दिदी मलाई त खिर रोटी रोटी मात्रै रोटी छैन मलाई चाहिँ किन नदिएको छुट्याएको तपाईँलाई अहिले पछि पछि दिने मलाई भिराइपी हुन्छ होला तर खानु पर्छ धेरै खानु हुँदैन अरे तपाईँले खानु भएन तपाईँले दिएन नि बिचरा हेर त छुट्याएको आमा के गर्नु भएको के दिनु भएको खिर दिन ऊ आइले पुगेको छैन चिन्डु कसरी दिन्न फोहोर खाल्ने हाल्दै यो के गरेको म बेच्दै खान्छु भनी ओरी सब्जी झिकेर भयो सक्यो अब कसरी आइपुग्दिन र बिर्स्यो त्यो कुरा मैले फस्केर दिन्छु म हाल्नु पर्दैछु बेच्दै हाल्नु भयो खानु आज खै आदिन भाउजू नखाने तपाईँ कसलाई हौ ती सब पबितो तिमी नखाने यहाँ भिडियो नगर यहाँ अनेक थरी बेरेको ठाउँमा भिनाजु बुवाले खानु हुँदैछ बुवाले माम भिनाजुले खिर खाइसकोस् न यो आलु आलु यहाँ आलु आलु छ खाऊ न बाबा तिमी भित्र जाऊ त पूजा त्यसैले भन्नु आउ त 8-9 वर्ष भयो त आइज सबै आइज मेरो छु भात खुवाउन माइजू